उहाँका समस्त परिवारमा सुख शान्ति समृद्धिको कामना गर्दछौँ। यसै क्रममा हामीलाई गोर्खादेखि आउनुभएका भक्तजन रवि पन्तज्यू र उहाँको समस्त परिवारबाट 120 रुपियाँ सहित प्राप्त भएको छ। रवि पन्त र उहाँका समस्त परिवारमा सुख शान्ति समृद्धिको कामना गर्दछौँ। यसै क्रममा प्रसाद छिटोलदेखि आउनुभएका भक्तजन प्रेम प्रसाद शाह र उहाँको सम्पूर्ण परिवारबाट 105 रुपियाँ सहित प्राप्त भएको छ। प्रेम प्रसाद शाह र उहाँका समस्त परिवारमा सुख शान्ति समृद्धिको कामना गर्दछौँ। यसै क्रममा बालकोटदेखि आउनुभएका भक्तजन पुरेन्द्र सिलवाल र उहाँको सम्पूर्ण परिवारबाट 105 रुपियाँ सहित प्राप्त भएको छ। पुरेन्द्र सिलवाल र उहाँका समस्त परिवारमा सुख शान्ति समृद्धिको कामना गर्दछौँ। र भर्खरै यहाँ सहयोग प्राप्त भएको छ उडिसा भारत से आए हुए भक्तजन निहारिका प्रधान जी ने 1100 रुपया देकर आज की कर्ता में अपने नाम लिखा है। निहारिका प्रधान और वहाँ के समस्त परिवार में सुख शांति समृद्धि का कामना करते हैं। जो आज जजमन बन के